अब हामी 12 वर्ष वा माथिका बालबालिकामा प्रारम्भिक परामर्श दिन गइरहेका छौँ। किशोर अवस्थाका बालबालिकाले दाँत माझ्न र कुल्ला गर्न त जानेका हुन्छन्, तर विभिन्न कारणवश यो पालना गर्न भन्ने समस्या आउन सक्छ। त्यसैले दिनको 2 पटक दाँत माझ्ने, 1 पटक फ्लस गर्ने र कुल्ला गर्नमा हामीले प्रोत्साहन गर्नुपर्छ। यस उमेरका बालबालिकाले जङ्क फुड वा प्याकेटका खानेकुरा खान बढी रुचाउँछन्, तर यो खानेकुराले दाँतमा किरा लाग्ने सम्भावना भने बढ्दो रूपमा देखिन्छ। त्यसैले दाँतलाई किराबाट जोगाउनका लागि हामीले सही आहारको सेवन गर्नुपर्छ। किशोर अवस्थाको परिवर्तनशील समयमा गिजा सुलिने र दाँतमा किरा लाग्ने समस्याहरू बढ्दो रूपमा देखिन्छ। त्यसैले यो समयमा आफ्नो मुखको सरसफाइ गर्न एकदमै आवश्यक हुन्छ। यो उमेर भनेको बाङ्गिएको दाँतलाई सिधा बनाउने उचित उमेर हो। त्यसैले यो उमेरमा विशेषज्ञ दन्त चिकित्सकसँग परामर्श लिएर उपचार गराउनुपर्छ। किशोर अवस्थामा प्राय बालबालिकाहरू धुम्रपान गर्ने वा रक्सी खाने जस्ता कुलतमा फसेको पाइन्छ। अभिभावकले यस्तो थाहा पाएमा आफ्नो बालबालिकालाई कराउने, हप्काउने वा पिट्ने गर्नु हुँदैन र नरम बोलीले सम्झाउने बुझाउने गर्नुपर्छ। अभिभावकले पनि आफ्नो बालबालिकाको अगाडि धुम्रपान वा मदिरापान गर्नु